king of Israel, Saul. अनि यो चाहिँ इजरायलको पतनको सुरुवात सुरु भएको छ। Yeah. Straight, yeah, as soon as his son inherited, the kingdom just got torn apart, divided. सोलोमनको छोराले त्यो राज्य हासिल गर्ने बित्तिकै सोलोमन पश्चात त्यो राष्ट्र चाहिँ And one of his servants gets the kingdom. अनि Not his son. उनको छोरा हैन तर उनको के रे नोकरहरु मध्ये एकजनाले त्यो राज्य शासन गर्न थालेको छ। Only one, Judah, remains with his son. अनि एउटा राज्य यहुदा मात्रै उसको छोरासँग रह्यो। Yeah. Not only that, divided Israel becomes weak. अनि त्यति मात्रै हैन त्यहाँनिर युद्ध एकदम युद्ध चर्कियो है। Yeah. And the falling down, the trend starts from there. त्यहाँबाट चाहिँ के रे इजरायलको पतन हैन पतन हुन त्यहाँबाट सुरु भएको छ। From that splendid empire, they become slaves to other nations. अनि यति उत्तम राज्य समृद्धिको राज्यबाट उनीहरू अरूको दास बन्न पुगेका छन्। You know, this was God's actually mercy to Solomon when he actually told this to Solomon. के तपाईलाई थाहा छ यो वास्तवमा जब परमेश्वरले सोलोमनलाई भन्दै हुनुहुन्थ्यो त्यो उहाँको कृपा थियो सोलोमनको लागि। Pastor Cynthia, how is this mercy? God is telling him about judgment. अनि तपाईले सोध्नु होला है यो कसरी कृपा हुन सक्छ तर परमेश्वरले त न्यायको बताइरहनु भएको छ त हैन? It's his mercy because it's warning him before this happens, this judgment happens. अनि यो चाहिँ परमेश्वरको कृपा हो। यो कुरा हुन आउनु भन्दा अगाडि नै उहाँले चाहिँ के दिँदै हुनुहुन्छ चेतावनी दिँदै हुनुहुन्छ। Imagine Solomon at this time, at this point of God's warning, he repented. Oh God, I am sorry, and he repented. Can you imagine what would happen? It would be very different. कल्पना गर्नुहोस् जब परमेश्वरले यसरी चेतावनी दिँदै गर्नुहुँदा उसले चाहिँ प्रभु मलाई एकदमै माफ गर्नुहोस् म पश्चाताप गर्छु भनेर उसले फर्किएको भए के हुन्थ्यो होला कल्पना गर्नुहोस् त। Right? Had Solomon listened to God's warning at this time and destroyed all the idols, you know, and then never worship this idol again and consecrate only to God Almighty, it would have been very different. अनि यदि उनले यो समयमा परमेश्वरको चेतावनी आउने समयमा पश्चाताप गरेको भए र त्यो सबै अग्ला स्थानहरू जो मूर्तिहरूको लागि बनाएको थियो भत्काएर आफूलाई सम्पूर्ण रूपले परमेश्वरमा के रे समर्पण गरेको भए फरक हुने थियो। Right? हैन? You know, there's God's same warning to every people today. अनि आज तपाईलाई थाहा छ आज पनि परमेश्वरको यही चेतावनी प्रत्येक मानिसको निम्ति छ। Everyone who is sinning against God. हरेक व्यक्ति जसले परमेश्वरको विरुद्धमा पाप गरिरहेको छ। We see that in Psalm 50. जुन चाहिँ भजन सङ्ग्रह 50 मा हामी देख्छौँ। Let's read verse 16 to 20.